हेलो एभ्रियन वेलकम ब्याक टु अनदर भिडियो। अनि आजको भिडियोमा चाहिँ मैले चाहिँ यो अब युनिट 6 भनेर त छैन हैन, तर यसलाई चाहिँ मैले एज युनिट 6 भनेर पढाउन गइरहेको छु, जुन कि हाम्रो प्रेजेन्टेसन लेयर है त। प्रेजेन्टेसन लेयर भनेको चाहिँ हाम्रो ओएसए मोडेलको चाहिँ 6th लेयर हो। सो प्रेजेन्टेसन लेयर भनेको के हो त, खासमा त्यो कुरा चाहिँ बुझ्नु पर्यो है त। सो प्रेजेन्टेसन लेयरले चाहिँ एउटा सिस्टममा, एउटा कुनै पनि सिस्टम छ, चाहे त्यो कम्प्युटर सिस्टम होस् अथवा कुनै पनि डिभाइस हो है। मैले जब हजुरलाई पहिले पनि भनिसकेको छु, व्हेन आइ एम रिफरिङ टु सिस्टम, त्यो भनेको कम्प्युटर मात्र हैन, जुन पनि सिस्टम हुन सक्यो, प्रिन्टर हुन सक्यो, अब नेटवर्किङ, एनी हार्डवेयर डिभाइसेस के हैन। त्यो सिस्टममा रहेको डिभाइस, त्यो सिस्टममा रहेको डाटालाई अर्को सिस्टममा बुझ्ने फर्मेटले त्यो प्रेजेन्ट गर्नेले काम चाहिँ प्रेजेन्टेसन लेयरको हो के, बुझ्यो हैन। एउटा सिस्टममा भएको डाटालाई, यो सिस्टममा भएको डाटालाई अर्को सिस्टमले बुझ्ने तरिकामा डाटा प्रेजेन्ट गर्ने काम चाहिँ, डाटा प्रेजेन्ट गर्ने काम चाहिँ प्रेजेन्टेसन लेयरले गर्छ। सो अब तिमीहरूले भाइभामा पनि सोध्न सक्छ, वाट इज द प्राइमेरी वर्क अफ प्रेजेन्टेसन लेयर भनेर। सो त्यति बेलामा चाहिँ यही नै भन्ने है त। सो सबैलाई थाहा नै छ हैन, अब प्रेजेन्टेसन लेयर भनेको चाहिँ 6th लेयर हो। अनि मैले तिमीहरूलाई भनि पनि सकेँ यसको काम के हो भन्दा, एउटा सिस्टमबाट अर्को सिस्टममा डाटा पठाउँदा, ट्रान्समिट गर्दा चाहिँ त्यसको जुन बुझ्ने तरिका हुन्छ, बुझ्ने फर्मेट हुन्छ, त्यो फर्मेटमा चाहिँ प्रेजेन्ट गर्ने काम प्रेजेन्टेसन लेयरको। तर अब एउटा इक्जाम्पल, एउटा मैले तिमीहरूलाई इक्जाम्पल के दिन्छु भन्दा, एउटा कम्प्युटर छ हैन, कम्प्युटर ए भनौँ, अनि अर्को कम्प्युटर बी छ। आई होप देखिरहेको छ होला है। सो कम्प्युटर ए र कम्प्युटर बी छ। अब कम्प्युटर एले चाहिँ हेलो भनेर चाहिँ एउटा मेसेज पठाइरहेको हुन्छ है त। तर अब के छ भन्दा चाहिँ कम्प्युटर बीले चाहिँ अलि अर्कै टाइपको डाटा रिप्रेजेन्टेसन टेक्निकहरू युज गर्छ कि हैन। तर अब के हुन्छ भन्दा चाहिँ प्रेजेन्टेसन लेयरले चाहिँ के कुरा मेक स्योर गर्छ भन्दा चाहिँ एबाट जस्तो टाइपको डाटा गयो नि, अब लेट्स से यसले क्यारेक्टर्सहरू के बुझ्छ होला हैन, प्लस क्यारेक्टर चाहिँ लेट्स से यसले क्यारेक्टर्स वेमा बुझ्छ होला क्या। तर प्रेजेन्टेसनले के गर्छ भन्दा त्यो कुरालाई इन्कोड गरेर यो जुन बी मेसिन छ नि, बी मेसिनले बुझ्ने तरिकाले चाहिँ यो डाटा ट्रान्समिट गरिदिन्छ कि प्रेजेन्ट गरिदिन्छ, जसले गर्दा चाहिँ यो जुन हेलो भन्ने डाटा आछ, अब यसले जुन तरिकाले बुझ्छ त्यो तरिकामा चाहिँ कन्भर्ट गरेर चाहिँ प्रेजेन्ट गरिदिन्छ के, जसले गर्दा चाहिँ यसले बल्ल त्यो डाटा बुझ्छ अनि त्यही अनुसार चाहिँ काम गर्न सकिन्छ है त। अब यही कुरा अलिकति कन्फ्युजिङ पनि लाग्न सक्ला, के भनिरहेछ कम्प्युटरले त कम्प्युटरको भाषा बुझ्छ भन्ने कुरा हुन्छ हैन। तर अब लेट्स से इक्जाम्पल दिउँ, लिनक्स र फरक अपरेटिङ सिस्टमको भित्र कोड्स फरक होला, डाटा ट्रान्समिसन टेक्निक होला, यसमा विन्डोज होला, यसमा लिनक्स होला, यसमा लिनक्स युज छ, यसमा विन्डोज। अब यताबाट यता डाटा ट्रान्समिसन गर्न पर्यो, लेट्स से यसले एक थरीको बुझ्छ होला, यसले एक थरीको बुझ्छ होला, विन्डोजले एक थरीको बुझ्ला, यसले अर्को थरीको बुझ्ला, यसले जस्ट एन इक्जाम्पल। अनि अब यहाँबाट यहाँ डाटा पठाउनु पर्यो भने प्रेजेन्टेसन लेयरले जुन डाटा विन्डोजबाट लिनक्समा पठाउनु परिरहेको छ त्यसलाई चाहिँ इन्कोड गर्ने मात्रै काम गर्ने कि, इन्कोड गरेर लिनक्स अपरेटिङ सिस्टमले बुझ्ने तरिकाले पठाउने काम मात्रै गर्ने प्रेजेन्टेसन लेयरले, एकदम सजिलो तरिकाले भन्दा है। सो यति काम चाहिँ त्यही नै हो है त। तर अब प्रेजेन्टेसन लेयरको मेन फङ्सन्सहरू चाहिँ के छ भनेर चाहिँ मैले भनिदिन्छु है। यो कुरा चाहिँ तिमीहरूलाई इक्जाममा पनि सोध्न सक्छ। सो त्यही भएर चाहिँ एकदम ध्यान दिएर सुन। सो सबभन्दा सुरुको काम चाहिँ ट्रान्सलेसन हो। सो मैले चाहिँ अघि नै भनिसकेँ, डिफ्रेन्ट कम्प्युटरले डाटाहरूलाई डिफ्रेन्टली नै रिप्रेजेन्ट गर्न सक्छ। अनि यसले के गर्छ भन्दा चाहिँ प्रेजेन्टेसन लेयरले जसरी यो डाटाहरू यिनीहरूले बुझ्छन् नि, त्यही तरिकामा चाहिँ यसले डाटालाई चाहिँ ट्रान्सलेट गर्न सक्यो के। ट्रान्सलेट गरेर अब ट्रान्सलेट केलाई गर्ने, अब फर्मेट्सहरू हुन सक्यो होइन, डिफ्रेन्ट रिप्रेजेन्टेसन हुन सक्यो, ल्याङ्ग्वेजै हुन सक्यो, त्यो कुराहरू चाहिँ ट्रान्सलेट गर्ने काम चाहिँ प्रेजेन्टेसन लेयरले गर्छ है त। अब मैले यसलाई चाहिँ एउटा इक्जाम्पल दिन्छु तिमीहरूलाई। अब एउटा सिस्टम छ, यसले क्यारेक्टर्स मात्रै बुझ्छ है, यसले क्यारेक्टर मात्रै बुझ्छ होइन। अनि त्यसपछि यसले चाहिँ लेट्स से नर्मलवाला बुझ्छ है। हामीले जसरी नर्मल जस्तो जे गर्छौँ नि, जे नर्मल कम्प्युटरले बुझिरहेको हुन्छ, अब हाई लेभल ल्याङ्ग्वेज के बुझ्छ, अब मेसिन लेभल ल्याङ्ग्वेज त्यो जे हुन्छ त्यो यसले बुझिरहेको छ। अहिलेको लागि इक्जाम्पल दिएँ। अनि के गर्छ भन्दा सेन्डरले, यो सेन्डर भयो, सेन्डरले एउटा डाटा पठाउँछ होइन। अब डाटा के हुन्छ भन्दा
यो प्रेजेन्टेसन लेयरमा यसरी जान्छ। प्रेजेन्टेसन लेयर एउटा इन्भिजिबल लेयरै हो, त्यसरी बुझ है, यो एउटा पुरै नेटवर्कमा काम भइरहेछ। त्यसपछि प्रेजेन्टेसन लेयरमा टु ट्रान्सलेट भइसकेपछि त्यो जान्छ एउटा नेटवर्कमा। नेटवर्कमा गइसकेपछि अनि बल्ल जान्छ यो रिसिभरमा। यो सेन्डर भयो, यो भयो रिसिभरमा। त्यसपछि अब फेरि यसमा अझ एउटा प्रेजेन्टेसन लेयर हुन्छ अनि बल्ल यो चाहिँ युजर अन्डरस्ट्यान्डेबल है, युजर अन्डरस्ट्यान्डेबल, यो मेसिन अन्डरस्ट्यान्डेबल भयो हैन। रिसिभ गरेर बुझ्ने ट्रान्सलेट भइसकेपछि त्यो भयो युजर मेसिन अन्डरस्ट्यान्डेबल। अब मेसिन अन्डरस्ट्यान्डेबल मात्रै भएर त भएन, युजरले पनि बुझ्न पर्यो। अब त्यो डाटाले युजर अन्डरस्ट्यान्डेबल फर्ममा लानलाई चाहिँ फेरि प्रेजेन्टेसन लेयरले काम गर्छ। सो त्यही अनुसार चाहिँ ट्रान्सलेसन हुने हो है त। अहिले इक्जाम्पलको लागि चाहिँ मैले दिएँ, एउटाले क्यारेक्टर्स युज गर्छ, एउटाले चाहिँ नर्मली मेसिन लेभल ल्याङ्ग्वेज है। सो त्यसरी चाहिँ यो बुझ्न पर्ने हुन्छ। सिम्पली एउटा तरिकाको डाटालाई ट्रान्सलेट गरेर अर्को सिस्टमले बुझ्ने तरिकाको डाटामा कन्भर्ट गर्ने काम प्रेजेन्टेसन लेयरको। यति कुरो बुझ्नु पर्यो। दुईटा कुरो छ, इन्क्रिप्सन एन्ड डिक्रिप्सन। इन्क्रिप्सन र डिक्रिप्सनको कुरा त मैले सायद भन्न पनि पर्दैन होला, अहिलेको भाइ बहिनीहरू त्यति नै फरवार्ड छन्। इन्क्रिप्सन भनेको के हो भन्दा चाहिँ एउटा कुनै पनि रिडेबल डाटा छ, हेलो भनेर रिडेबल एउटा डाटा छ हैन, यसलाई चाहिँ इन्क्रिप्टेड फर्म। अब इन्क्रिप्ट भनेको चाहिँ कस्तो भन्दा चाहिँ इन्क्रिप्सन गर्दा र्यान्डम नम्बर्स, क्यारेक्टर्स, सिम्बल्सहरू युज हुन्छ सो द्याट यो डाटा चाहिँ कन्फिडेन्सियल हुन्छ। यो डाटा चाहिँ नर्मल्ली हेलो भन्ने फाइलले अथवा हेलो भन्ने डाटालाई तिमीले इन्क्रिप्टेड गर्दा जे पनि हुन सक्यो के। सपोज X7#9U, यो डाटालाई इन्क्रिप्ट गर्दा यो हुन सक्छ के। फेरि इट डज नट नेसेसरीली मिन कि यही हुन्छ है। फेरि अब हेलोलाई इन्क्रिप्ट गर्दा के हुन्छ भन्दा यो भन्दै दौडेलो, यो जस्ट एन इक्जाम्पल हो, यो इक्जाम्पल हो। फेरि यही जो एक्ज्याक्ट हुन्न। यो चाहिँ किन यस्तो हुन्छ भन्दा चाहिँ यदि कसैले यो हेलो भन्ने मेसेज यो एक्सेस गर्न खोज्यो भने नर्मल मान्छेले त यो कुरो बुझ्दैन नि त। यो भनेको के हो त, यो इन्क्रिप्टेड फाइल हो, इन्क्रिप्टेड के भन्छ फर्म हो, जसले गर्दा चाहिँ जो अनअथराइज पार्टी छ, जो भन्नाले हुन्छ नि यस्तै ह्याकर स्याकर यताउति ल्याङ गर्नेहरू, चोरहरू, अब उनीहरूले चाहिँ यो कुरा चाहिँ नबुझोस्, त्यसलाई चाहिँ हामीले इन्क्रिप्सन भन्छौँ। अब डिक्रिप्सन भनेको के हो? डिक्रिप्सन भनेको चाहिँ जुन यो इन्क्रिप्टेड डाटा हुन्छ, यो इन्क्रिप्टेड डाटालाई चाहिँ फेरि चाहिँ यो जुन इन्क्रिप्टेड फर्म, यो फर्म छ नि बिफोर इन्क्रिप्सन, यो फर्ममा लग्ने चाहिँ यसलाई चाहिँ हामीले भन्छौँ डिक्रिप्सन। अब बुझ्यौ कि नै? अब इन्क्रिप्सन भनेको चाहिँ कुनै पनि नर्मल फर्ममा भएको कुरालाई चाहिँ कुनै पनि सिम्बल अथवा नम्बर अथवा क्यारेक्टर्स जसले पनि रिप्रेजेन्ट गर्यो, जसले गर्दा चाहिँ अनअथराइज पार्टीले चाहिँ त्यो कुरा डाइरेक्टली एक्सेस गर्न नपाओस्, त्यसलाई चाहिँ इन्क्रिप्सन भयो। अब इन्क्रिप्टेड भएको फर्मलाई चाहिँ फेरि यो नर्मल हाम्रो जुन फर्ममा डाटा थियो त्यसमा कन्भर्ट गर्नेलाई चाहिँ हामीले भन्छ डिक्रिप्सन। अब इन्क्रिप्सन र डिक्रिप्सन यस्तो मेसेजमा मात्रै सीमित हुँदैन, एसएमएस हुन्छ, यताउति हुन्छ हैन। अब लेटर्समा मात्रै हुन्न, फोटो पनि इन्क्रिप्सन र डिक्रिप्सन गर्नु मिल्छ। त्यो कुरा चाहिँ तिमीहरूले अलिकति बुझ्नुपर्ने हुन्छ। नर्मल्ली कसरी बुझ भन्दा चाहिँ एकदम सजिलो तरिकाले बुझ्दा है, सरी है, इन्क्रिप्सन भनेको के हो भन्दा प्लेन टेक्स्टलाई साइफर टेक्स्टमा लाने काम हो। जुन मैले तिमीलाई सिम्बल यताउति भन्थेँ त्यसलाई साइफर टेक्स्ट भन्छ है। साइफर टेक्स्ट भन्यो भने चाहिँ त्यो अलिकति राम्रो सुनिन्छ है इक्जाममा आन्सर लेख्दा चाहिँ। अब डिक्रिप्सन भनेको चाहिँ साइफर टेक्स्टलाई प्लेन टेक्स्टमा लाने है। यो नोट्स बनाए पनि हुन्छ है, तिमीहरूलाई मैले एकदम सजिलो सिकाइरहेको छु। सो ट्याक्क यसरी नोट बनायो भने आफूलाई बुझ्न पनि एकदमै सजिलो हुन्छ। त्यसपछि अब अर्को कुरा छ हाम्रो कम्प्रेसनको छ है। यो भयो कम्प्रेसन भनेको चाहिँ नाममै छ है, नाममै एन्सर हुन्छ है, यिनीहरूको नाममै एकदम सजिलो छ। कम्प्रेसन भनेको चाहिँ डाटाको साइज घटाइदिने हो, त्यही नै हो कम्प्रेसन। के हुन्छ भन्दा सपोज एउटा फाइल छ 100 MB को, अब यसलाई कम्प्रेस गरेर के गर्यो भन्दा 60 MB को गरायो। 60 MB को किन गराइयो भन्दा चाहिँ
अब हामीलाई चाहिँ यो फाइल सेयरिङ गर्न सजिलो भयो नि, हामीलाई 100 MB को फाइल सेयर गर्न अब यो टाइम इफिसियन्ट पनि भयो होइन, टाइम इफिसियन्ट भयो, लेस स्टोरेज पनि खायो होइन। कम्प्रेसन गरियो भने चाहिँ डाटा फाइल सेयरिङमा चाहिँ एकदमै सजिलो हुन्छ, किनभने चाहिँ अब थोरै एमाउन्टको फाइलहरू डाटा सेयर गर्न सजिलो पनि भयो, त्यसैमा त स्पेस पनि कम खायो। अब हामीले कम्प्रेस्ड फाइललाई हामीले फेरि डिकम्प्रेस गर्न पनि सकियो, डिकम्प्रेस गरेपछि यो ओरिजिनल साइजमा आइहाल्छ। इट इज भेरी मच इजी। अब तिमीहरूले कसरी ख्याल गर्न सक्छौ भन्दा अब कतिजनाको अब लेट्स एउटा फोल्डर क्रिएट गर, मैले भन्छु भर्खर इक्जाम्पल दिन्छु, एउटा फोल्डर क्रिएट गर, त्यो फोल्डरमा चाहिँ 4-5 वटा पिडिएफ राख होइन, अलिकति हेभीवाला पिडिएफ राख 40-50 MB को, त्यसपछि त्यसलाई जिप गराइदेऊ, जिप गर, कम्प्रेस जिप गरौ। त्यो जिपको फाइलको साइज र कम्प्रेस जिप फाइलको साइज चाहिँ डिफ्रेन्ट हुन्छ के, कम्प्रेस जिप फाइलको साइज चाहिँ एकदम कम हुन्छ तिम्रो नर्मल जिप फाइल भन्दा, अनि त्यो पठाउन हेर टाइम पनि कम खान्छ, सबै कम खान्छ। कम्प्रेस फाइललाई तिमीले पछि डिकम्प्रेस गर्न सक्छौ, त्यसपछि अनि मजाले युज गर्न सक्छौ, फाइल सेम नै छ। जस्ट इट इज अ फिचर के अफ प्रेजेन्टेसन लेयर। अनि यसले गर्दा चाहिँ डाटा ट्रान्समिसन पनि एकदम सजिलो हुन्छ। अब यसभित्र चाहिँ कम्प्रेसनभित्र चाहिँ लसी र लसलेस पनि हुन्छ है। सबैभन्दा सुरुमा चाहिँ म लसलेस कम्प्रेसनको बारेमा भन्छु। यो खासै त्यस्तो सोध्दैन होइन, तर तिमीहरूले मल्टिमिडियाको बारेमा पढिराख्दा चाहिँ पछि यो काम लाग्न सक्छ। सो त्यही भएर चाहिँ म लसलेस कम्प्रेसनको बारेमा भन्छु है। लसलेस कम्प्रेसन भनेको चाहिँ कस्तो हो भन्दा चाहिँ कुनै पनि एउटा डाटाको, मैले भर्खर भने कुनै पनि एउटा डाटा फाइललाई तिमीले कम्प्रेस गर्न खोज्यौ, त्यो कम्प्रेस गर्दा चाहिँ त्यसको चाहिँ भित्रको डाटा चाहिँ लस हुन्न कि। जस्तै तिमीहरूले जिप फाइल भयो, पिएनजीहरू भयो होइन, जिजिपहरू भयो, यिनीहरू तिमीहरूले युज गर्दा चाहिँ त्यो डाटा चाहिँ हराउन्न कि, अलिकति पनि हराउन्न, जस्ताको त्यस्तै आउँछ के। तर अर्को छ लसी कम्प्रेसन। लसी कम्प्रेसनको तिमीहरूलाई मैले बेस्ट इक्जाम्पल के दिन्छु भन्दा, तिमीहरूले मेसेन्जरमा फोटो पठाऊ, आफ्नो आइफोनबाट खिच, एकदम ओ माई गड एचडीवाला फोटो खिच, साथीलाई पठाउनु पर्यो। अब वाट्सएपमा डक्स गरेर पठाएनौ तिमीले, जुन के हुन्छ लसलेस। वाट्सएपमा डक्स गराएर पठाउँदा हुन्छ लसलेस। अब तिमीले त्यही फोटो मेसेन्जरमा पठाऊ, एकदम फाट्छ, जुन हुन्छ लसी कम्प्रेसन। लसी कम्प्रेसन कस्तो कस्तो फाइल एक्सटेन्सनमा लागु हुन्छ, जेपीईजी भयो, अनि MP3 भयो, अनि त्यसपछि कुनै अरू भिडियो फर्मेट्सहरू पनि हुन्छ जसमा चाहिँ लसी कम्प्रेसन चाहिँ लागु हुन्छ। यसको चाहिँ त्यस्तो खासै सोध्दैन होइन, तर यो चाहिँ जानिरहेको राम्रो। यो मल्टिमिडिया भन्ने तिमीहरूको 6th सेममा आउँछ, सो त्यति बेला 6th हो कि 5th सेममा आउँछ, त्यति बेला पनि तिमीहरूले यो पढ्नुपर्छ कि। सो त्यही भएर चाहिँ यो बुझ, अनि यसको लास्ट लेसनमा तिमीहरूको मल्टिमिडियाको बारेमा त्यसमा पनि यो चाहिन सक्छ, अनि सोध्यो भने चाहिँ यति कुरा चाहिँ जान्नुपर्छ है त। त्यसपछि अझै एउटा कुरा इम्पोर्टेन्ट के छ भन्दा चाहिँ अलिकति अब कम्प्लिकेटेड चाहिँ यो कुरा नगरौँ, यो चाहिँ फिचर्स यति नै टिङ्दा थियो है त। फिचर्सहरू केही सोध्यो भने चाहिँ यति नै लेख्नु। त्यसपछि अर्को कुरा छ हाम्रो डाटा रिप्रेजेन्टेसनको। सो प्रेजेन्टेसन लेयरले चाहिँ हाम्रो डाटा रिप्रेजेन्टेसनको लागि पनि काम गर्छ है त। अब वाट आर द टाइप्स अफ डाटा, त्यो त तिमीहरूलाई थाहा नै होला। टेक्स्ट भयो, नम्बर भयो, इमेज भयो, अडियो भयो, भिडियो। टाइप्स अफ डाटा चाहिँ सबै नै थाहा, तर के हुन्छ भन्दा चाहिँ अब यिनीहरू त छँदैछन् होइन, तर अब यिनीहरूलाई हाम्रो कम्प्युटर सिस्टम अथवा कुनै पनि सिस्टममा चाहिँ केले रिप्रेजेन्ट गर्ने। जस्तै टेक्स्ट फाइललाई .txt होइन, .doc टेक्स्ट फाइलहरू खोल्दा टेक्स्ट डक फाइलमा खोल्छौ नि, इमेज खोल्दा अब PNG होला, एक्सटेन्सनहरू के .jpeg होला, अब MP3 होला होइन, अडियोलाई, भिडियोलाई MP4 होला होइन। अब यिनी सबै कुराहरू के, अब यिनीहरूको जे कुराहरू यिनीहरूको फिचर छ त्यही अनुसार चाहिँ यिनीहरूलाई प्रेजेन्ट गर्नुपर्ने, त्यसलाई चाहिँ हामीले डाटा रिप्रेजेन्टेसन भन्छौँ है त। अब यसमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुराहरू भनेको चाहिँ के हो भन्दा, यसको यति नै हो, धेरै टाउको दुखाउने होइन। यसको इम्पोर्टेन्ट कुरा भनेको एउटा फिचर्स, जुन मैले अघि कुरा गरेँ, जुन तीनवटा फिचर्सको बारेमा कुरा गरेँ त्यो। त्यसपछि लसी कम्प्रेसन र लसलेस पनि सोध्न सक्छ है, सो त्यो कुरा चाहिँ अलिकति बुझ्न पर्छ। तर सबभन्दा बढी सोध्ने भनेको चाहिँ फिचर्स भनेर त्यो तिनटै कुरा होइन। अनि सर्ट नोटको लागि चाहिँ इन्क्रिप्सन, डिक्रिप्सन, त्यसपछि कम्प्रेसन,
कम्प्रेसन, डिकम्प्रेसन, त्यसपछि लसी अनि लसलेस। लसी र लसलेस चाहिँ सकेसम्म चाहिँ बुझ होइन, बुझेर लेख। त्यसपछि अनि भर्खरको डाटा रिप्रेजेन्टेसनको कुरा, लसी एन्ड लसलेस डाटा रिप्रेजेन्टेसन, यो चाहिँ प्रायः 5 मार्क्समा सोध्छ है रिप्रेजेन्टेसन। मैले तिमीलाई जे नेपालीमा भन्छु नि त्यो कुरा केही गर्न पर्दैन के, त्यही कुरा इङ्ग्लिसमा उतारिदेऊ न। मैले कति सजिलो कुरा गरेँ डाटा रिप्रेजेन्टेसन गरेँ। लेट्स चाहिँ 5वटा टाइपको डाटा हुन्छ हाम्रो कम्प्युटर सिस्टममा, तिनीहरूलाई चाहिँ सिस्टमबाट कसरी रिप्रेजेन्ट गर्ने अगाडि भनेर। अब यिनीहरूमा डिफ्रेन्ट एक्सटेन्सन हुन्छ, यसको लागि यो हुन्छ, सबै एक्सप्लेन गरिदेऊ न। टेक्स्टको फाइललाई .txt हुन्छ, टेक्स्टले रिप्रेजेन्ट गर्छ, .docले रिप्रेजेन्ट गर्छ। त्यसपछि सेकेन्डमा नम्बर हो भने नम्बरलाई केले रिप्रेजेन्ट त्यो लेख, त्यसपछि अडियो फाइललाई केले गर्छ त्यो लेख, पिक्चरलाई केले गर्छ, सब एक्सप्लेन गरिदियो कि। त्यसपछि पान्न त्यत्तिकै भरिन्छ, क्वालिटी पनि हुन्छ क्वान्टिटी पनि हुन्छ, त्यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ है त। अनि त्यसपछि अब फाइनल इक्जाममा चाहिँ 10 मार्क्सको भन्दा पनि 10 मार्क्सको अगाडिको कुरा सोध्दा चाहिँ वाट इज प्रेजेन्टेसन लेयर, प्रेजेन्टेसन लेयर भनेर चाहिँ 10 मार्क्सको अगाडिपट्टि चाहिँ सोध्न सक्छ है। यो कुरा चाहिँ तिमीहरूले एकदम ख्याल गर्नु पर्यो। सो प्रेजेन्टेसन लेयरको चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ यति नै छ भने धेरै पढेर टाउको दुखाएर के जान्छौ। भाइभाको लागि पनि इम्पोर्टेन्ट कुरा यति नै हो होइन, धेरै केही पनि छैन। सो अब यसपछि चाहिँ जहाँसम्म लास्टमा अब एप्लिकेसन लेयर र मल्टिमिडिया मात्रै च्याप्टर छ त्यो पनि म पढाइदिइहाल्छु। त्यसपछि तिमीहरू चाहिँ इक्जामको लागि रेडी छौ है कम्प्युटर नेटवर्कको लागि। सो त्यही नै हो। सो आजको लागि चाहिँ यति नै। त्यसैले यो भिडियो इन्फर्मेटिभ लाग्यो भने चाहिँ लाइक एन्ड सब्सक्राइब गर्नु बिर्सिनु। केही पनि प्रब्लम छैन भने त तपाईँलाई कमेन्ट गर्न सक्नुहुन्छ है त। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।